ओहो केटी कहाँको बन्दी के अरे उदयपुरैको आज म यस्तै गरेर टेबलमा मजासँग बसिरहेको थिएँ यतिकै होइन। अनि त्यसपछि मोबाइलको घन्टी ट्वाङ्ग बज्यो। अनि त्यसपछि मलाई कसले म्यासेज पठाएछ भनेर यसो हेर्दै थिएँ। त्यसपछि ब्याङ्कबाट रहेछ होइन, ब्याङ्कमा चाहिँ 15,000 रुपियाँ डिपोजिट भएको रहेछ। अनि यस्तो सोचेँ मलाई 15,000 कसले हालिदियो, मलाई पैसा तिर्नु त कसैले पनि थिएन होइन ब्याङ्कमा। अनि कहाँबाट आयो भनेर यसो दिमाग लाउँदाखेरि त्यसपछि थाहा पाएँ मैले युट्युबबाट 15,000 आएको रहेछ। अनि 750 रुपियाँ कति ट्याक्स काटेर रहेछ। त्यहाँबाट मलाई थाहा भयो पक्कै युट्युबबाटै होला जस्तो लाग्यो। यसो हेर्दाखेरि त युट्युबबाट नै रहेछ। अनि त्यसपछि यसो सोचेँ ओहो मैले युट्युबमा भिडियो नहालेको त एकदमै धेरै भइसक्यो। लगभग 2 महिना अगाडि एउटा भिडियो हालेको थिएँ, 1 वर्ष अगाडि अरू भिडियो पोस्ट गरेको थिएँ होइन। लगभग युट्युबमा कन्सिस्टेन्सी मेन्टेन गर्न नसकेको लगभग 2 वर्ष त भयो। यसो सोचेँ यार मैले भिडियो नै हालेको छैन तर ती 3 महिनामा $100 $150 लगभग आइरहेछ। त्यसपछि ओहो कामै नगरेर त अहिले युट्युबले मोनिटाइजेसनको जुन छ नि, जुन पैसा छ नि, जो मैले कन्सिस्टेन्सी काम गर्दा जुन मैले पाउँदैन थिएँ, अहिले त्यो मैले 1 वर्ष लगभग 2 वर्ष भयो कन्टिन्यू भिडियो नहाले। ती 3 महिनामा $100 $150 आइरहेछ कि त्यो पुरानो भिडियोहरू चलेर। अनि मलाई पनि लाग्यो पक्कै पनि युट्युबले जुन हामीलाई पैसा दिन्छ नि, युट्युबमा जुन नेपालमा एड चल्छ नि, त्यसको चाहिँ मात्रा बढ्या जस्तो लाग्यो मलाई। त्यही भएर भिडियो नै नहालेर हामीहरूको पैसा बनिरहेछ भन्नुको मतलब एक त प्यासिभ इन्कम हो। त्यही सोचेर मैले चाहिँ अब युट्युबमा चाहिँ भिडियो हाल्नु पऱ्यो, कसरी हुन्छ। तर पुरानो तरिकाले ज्ञान मात्रै पेलेर ज्ञान छोडेर त काम छैन भन्ने मलाई लाग्यो। त्यही भएर पनि मैले यो युट्युबको कन्टेन्टलाई हल्का चेन्ज गर्नको लागि नै मैले यसलाई ग्याप दिइरह हो। त्यसपछि अहिले तपाईँहरू जतिजना युट्युब च्यानल खोल्ने बारेमा सोचिरहनु भएको छ, अहिले चाहिँ एकदम राइट टाइम हो। किनकि नेपालमा एड एकदमै धेरै चलिरहेछ पछिल्लो समयमा। 2 वर्ष अगाडि यस्तो थिएन। हामीहरूको लगभग 100,000 भ्युजमा 100 रुपियाँ एकदमै गाह्रोसँग बन्थ्यो। तर अहिले तपाईँको 400 भ्युजमा नै 100 रुपियाँ मेरो बनिरहेछ। भन्नुको मतलब एकदमै एड चाहिँ धेरै नै चलिरहेछ। युट्युब च्यानल खोल्दै हुनुहुन्छ भने खोल्दा हुन्छ, तर युट्युब च्यानल खोल्नुभन्दा अगाडि कस्तो खालको भिडियो बनाउने भन्ने कुरा क्लियर हुनु पऱ्यो तपाईँहरू। म त के भन्छु भने मैले चाहिँ एजुकेसनलाई मात्रै समातेँ, एजुकेसनल कन्टेन्टलाई, जो ज्ञानका कुरा हुन्छ यस्तो नगर यस्तो गर भनेर होइन, त्यसमा चाहिँ पैसा अलिकति कम छ। अनि त्यसपछि जो आइबल कन्टेन्ट हुन्छ नि, आइबल कन्टेन्ट जुन कन्टेन्टलाई सबै मान्छेले हेर्न रुचाउँछन्, जस्तै भ्लग। तपाईँले कुनै भ्लग बनाउनु भयो भने प्रायः चाहिँ सबैले हेर्न मन पराउँछन्। जस्तो तपाईँहरू कुनै म चाहिँ दाङमा बस्छु, दाङ तुलसीपुर होइन। मैले चाहिँ यस्तो भिडियो बनाएँ, आज म तुलसीपुरमा भएको 5वटा बेस्ट होटेलमा जान्छु, त्यो होटेलको खाना टेस्ट गर्छु, सबै होटेलको मोमो टेस्ट गर्छु, कुन होटेलको मोमो बेस्ट हुन्छ म तपाईँहरूलाई भन्छु। यदि तपाईँहरूलाई पनि कुनै गेस गर्न मन छ भने गेस गर्नुहोस् भन्ने जस्ता कुरा गरेर हामी यस्ता खालको कन्टेन्टहरू, यस्ता त धेरै छन् होइन, यस्तो खालको कन्टेन्टहरू बनायौँ भने एकदमै छिटो भ्युज आउँछ है। अनि त्यसपछि युट्युब च्यानल खोल्दै हुनुहुन्छ भने आइबल कन्टेन्ट गर्नुहोस्। जस्तै गेमिङ पनि ठिकै छ, तर गेमिङको लागि अलिकति सेटअप राम्रो हुनुपर्छ, अलिकति इन्भेस्टमेन्ट चाहिँ गर्नुपर्छ। पहिलाको जमाना जस्तो छैन होइन। एउटा मोबाइलबाट मैले त के गरेँ, मैले पनि एउटा मोबाइलबाट सुरु गरेँ हो, तर मैले अहिले जति पनि मेरो सेटअप छ नि, तर युट्युबको कमाइले गरेँ होइन। मैले जति पनि अहिले जे गरिरहेको छु सबै फोटोग्राफीको कमाइले गरिरहेको छु। अहिले यो जुन क्यामेरा छ A7M4 Mark IV, यो पनि आफ्नै फोटोग्राफीकै पैसाले किने मैले। अनि धेरैको क्वेसन आउँछ, मलाई धेरैजना सोधिरहनु भएको हुन्छ, दाइ यार तपाईँले युट्युब च्यानलमा भिडियो किन हाल्न छोड्नुभयो भनेर। त्यो मैले छोडेको कारण चाहिँ के हो भने मैले युट्युब च्यानल सुरु 2018 को लास्टमा सुरु गरेँ होइन। 2023 सम्म मैले फुल टाइम काम गरेँ।
म संसार छोडेर जस्ट युट्युबको लागि कन्टेन्ट क्रिएट गरेँ। मैले भ्लगिङ गर्नु पर्दो रहेछ, तर मैले के गरेँ, मोटिभेसनल कन्टेन्ट। पैसा कसरी कमाउने, धनी कसरी हुने, यो भिडियो बनाउँदै गर्दा मसँग खोजिमा 1 रुपियाँ पनि हुँदैन थियो। टोटली युट्युबबाट एडसेन्सको पैसा आउने हो, त्यो पनि 3 महिना 4 महिनामा $100 धौधौको आउँथ्यो। अनि अरे यार मैले दुनियाँलाई धनी हुने तरिका सिकाइरहेको छु, तर यार म आफै फोकट लाल्छु होइन, मसँग 1 रुपियाँ छैन, पैसाको लागि रुन परिरहेछ। यो तालले त ज्ञान दिन सकिन्न भनेर मैले आजभन्दा 2 वर्ष अगाडि युट्युब च्यानललाई टोटली ब्रेक नै गरिदिएँ होइन। मैले भिडियो नै हालेसँग तपाईँ हेर्न सक्नुहुन्छ। अनि त्यसपछि अब चाहिँ मलाई भिडियो हाल्न किन होप लागिरहेछ, मैले किन तपाईँलाई सिकाउन सक्छु भन्नुहुन्छ भने म चाहिँ अहिले 30s मा छु होइन। एक्ज्याक्टली एज चाहिँ नभनौँ, अहिले चाहिँ म 30s मा छु। अहिलेसम्म आउँदाखेरि मैले जुन एक्सपिरियन्स गरेँ, जुन भिखारी लेभलको अवस्थामा पनि युट्युब च्यानलमा धनी बन्न सिकाइन्थ्यो होइन। अनि आफूले आफूले +2 पास गरेर छोड्या भए पनि स्टुडेन्टलाई चाहिँ कसरी पढ्न सकिन्छ भन्ने कुरा सिकाइन्थ्यो। अनि पछिल्लो समयमा चाहिँ मलाई के लाग्न लाग्यो भने अरूलाई सिकाउनुभन्दा अगाडि आफू त्यो लेभलमा पुग्नुपर्छ होइन। फोन आयो। हेलो हजुर म युट्युबको लागि भिडियो बनाइरहेको छु आज। क्यामेराबाट भिडियो बनाइरहेको छु धेरै वर्षपछि। म अलि पछि फोन गर्छु तपाईँलाई है त। ल अनि त्यसपछि यो फोन त्यसपछि मैले के गर्ने त अब भन्दाखेरि आफूसँग पैसै नभएर पैसा कमाउन सिकाउन सकिन्न। त्यसपछि मैले घरमा के भनेपछि मलाई जसरी भए पनि एउटा क्यामेरा चाहियो, होइन भने म बिहे नै गर्दैन भन्ने कुरा गरेँ। लगभग 15 दिनसम्म मैले घरमा मजासँग यही कुरा गरेँ। त्यसपछि मलाई घरबाट लगभग 50,000 रुपियाँ खोज दिनुभयो। त्यो 50,000 मा 30,000 एकजना मेरो साथीले एकजना भाइले हालिदियो होइन। त्यसपछि दिल्ली गएर चाँदनी चोकबाट एउटा मैले क्यामेरा लिएर आयो आजभन्दा 2 वर्ष अगाडि। त्यसपछि मैले 1 वर्षसम्म अनलाइनमा तुलसीपुर फोटोघर भनेर फोटोग्राफी त्यो एउटा पेज खोलेँ। त्यसमा आफ्नो कामहरू कन्टिन्यू हाल्थेँ, त्यहाँबाट अलिअलि कमाइ भएको थियो। त्यसपछि त्यसमा पनि कस्तो अप्ठ्यारो भयो भने मैले सिजनमा चाहिँ वेडिङ फोटोग्राफीको काम पाएँ। अनि जब अफ सिजन हुन्छ गोजीमा पैसा त छैन। त्यसपछि यसो दिमाग लगाएँ होइन, के गर्ने त भनेपछि अब म सप खोल्छु। सप भयो भने त सिजनमा वेडिङ सुट गरे भयो, अफ सिजनमा सानातिना कामहरू पसलको थ्रु गर्दा हुन्छ फोटोग्राफीको भनेर मैले फोटोघर नेपाल भनेर एउटा सप खोलेँ दाङ तुलसीपुरमा, जुन तपाईँले गुगल म्यापमा हेरेर पनि देख्न सक्नुहुन्छ। त्यसपछि अहिले चाहिँ मलाई एकदमै राम्रो भइरहेछ। जुन मैले आजभन्दा 2 वर्ष अगाडि मोबाइलबाट भिडियो बनाउँथेँ भने अब मेरो लेभल चाहिँ क्यामेराबाट बनाउने सम्भव भएको छ। आफ्नो जो सपनाहरू लगभग पुरा हुन लागिरहेछ। अब एउटा कारको कमी छ होइन, अनि एउटा बुढीको पनि कमी नै हो भनौँ। अनि त्यसपछि तपाईँलाई के भनौँ, अहिले चाहिँ मैले टोटली फोटोघर नेपाल भनेर एउटा पेज चलाइरहेको छु। पेज एउटा कम्पनी जे भने पनि भयो, एउटा संस्था चलाइरहेको छु। त्यसमा दिनभरि टोटली बिजी नै हुन्छु। आज यो मेरो म्यासेज चाहिँ मलाई भिडियो बनाउन अलिकति पुस गर्यो, मोटिभेट गर्यो भनौँ न होइन। युट्युबमा त यार खामे नगरेर पैसा आइरहेछ, आजभोलि अझ काम गरे कस्तो होला भन्ने लागेर मैले यो भिडियो बनाएँ। अनि यो भिडियोबाट तपाईँले सिकेर जानुपर्ने कुरा भनेको के हो भनेपछि नम्बर 1 युट्युबमा चाहिँ अहिले पैसा छ। युट्युबको रेभेन्यू बढ्या छ, एडसेन्सको रेभेन्यू युट्युबमा एकदमै धेरै पैसा छ। युट्युब च्यानल खोल्नुहोस्, युट्युबमा काम गर्नुहोस्, तपाईँले फुल टाइम दिए पनि अब फरक पर्दैन। अर्को कुरा चाहिँ जो मोटिभेसनवाला लाइनमा आउँछु भन्नुहुन्छ भने त्यसको लागि कसैलाई सिकाउन चाहनुहुन्छ भने त्यसको लागि तपाईँले पहिला जानेको हुनुपर्छ। जस्तो अहिले मैले 2 वर्षको फोटोग्राफीको एक्सपिरियन्सलाई लिएर स्टुडेन्टहरूलाई मैले फोटोग्राफी पनि सिकाइरहेको छु अफलाइनमा। अनलाइनमा त होइन, केही कुरा सिकाउनुभन्दा अगाडि तपाईँले सिक्नुपर्छ होइन। केही कुराहरूलाई यसो गर त्यसो गर भने ज्ञान पेल्नुभन्दा सोध्नुभन्दा अगाडि चाहिँ तपाईँले त्यो काम गरेको हुनुपर्छ।
अर्को कुरा के हो भनेपछि जस्तो तपाईँमा साँच्चैकै गर्ने इच्छा छ भने तपाईँले सानो चिजबाट सुरु गरेर त्यो लेभल अप गर्दै जानुहुन्छ। मसँग आजभन्दा अगाडि सेकेन्ड ह्यान्ड एउटा 80,000 क्यामेरा थियो, अहिले मसँग लगभग 5,20,000 को क्यामेराबाट प्लस लेन्सबाट मैले सुट गरिरहेको छु। अब यो सेटअप हेर्न सक्नुहुन्छ, यो सेटअपको प्राइस पनि त्यत्तिकै छ। सो हुँदो रहेछ, सानोबाट स्टार्ट गरेपछि हुँदो रहेछ। आज तपाईँले यति नै सिक्नुहोस्, धेरै ज्ञान पेल्नु पनि हुन्न, धेरै पेलेपछि तेल निस्किन्छ। सो गाइस बाइ, यस्तै खालको भिडियो हेर्न चाहनुहुन्छ भनेपछि म तपाईँहरूलाई यस्तै खालको भिडियोहरू दिन्छु। अब म तपाईँलाई ज्ञान स्यान केही पेल्दैन, जस भिडियो हेर्दाखेरि तपाईँलाई आनन्द आओस्, रमाइलो लागोस्, यस्तो खालको भिडियो बनाउँछु। सो गाइस बाइ है त।